तातियो साथीहरू तातियो। नेपालमा अहिले चुनावको लागि चुनावको माहौल तातियो साथीहरू। हजुरहरू केमा भोट लाउनुहुन्छ त्यो त मलाई थाहा भएन, तर पनि मान्छे चिनेर भोट हाल्ने गर्नुहोस् है साथी। किनकि हामीले मान्छे चिन्न गल्ती भयो भने अझ भोलिको माहौल हजुरहरूलाई थाहा नै होला। अहिले कत्रो मिसाइलहरू बमहरू खसालिदिइरहेको छ, पड्काइरहेको छ। त्यस्तो हुन सक्छ। त्यसैले त्यस्तो हुन नदिनुको लागि हामीले बेलैमा चुनाव चिन्ह चिनेर गलत ठाउँमा भोट नजाओस् भन्ने मेरो निम्ति। हाल म अहिले मलेसियामा छुनुको लागि तर पनि म नेपाली दाजुभाइ तथा दिदीबहिनी आमा बुवाहरूलाई म के भन्न चाहन्छु भने हामीले मान्छे चिनेर भोट हाल्न सकिएन भने नि साथीहरू है फेरि नेपाल त्यस्तै हुन्छ। जब यो एमसिसी पास भयो भने नि साथीहरू अमेरिकाको सेनाहरू आएर नेपालमा राज गरेर बस्नेछ र लास्टमा अहिलेको घटनाहरू जस्तै घटना घट्न सक्छ। त्यसैले नेपाललाई सही मार्गमा ल्याउने व्यक्ति चिनेर मात्र भोट हाल्नु होला। किनकि नेपाललाई एउटा मालिकको एउटा जरुरत छ है। घरको गार्जन जस्तै एउटा गार्जन चाहिँ नेपाल चलाउने एउटा राम्रो व्यक्ति चुनेर मात्र हजुरहरूले भोट हाल्नु होला। म नेपालमा भएको भए त अब भोट केमा हाल्नु पर्थ्यो त्यो त मलाई मात्र थाहा थियो, र पनि म यहाँ भए तापनि म हजुरहरूलाई अनुरोध गर्न चाहन्छु नेपालमा मान्छे चिनेर एकदम मान्छे चाहिँ चिन्नु हजुरहरूले जरुरत छ है। किनकि हजुरहरूले मान्छे चिन्न सक्नु भएन। यदि नेपाल गलत बाटोतिर लागिराख्यो भने त तपाईँ हामी नेपालीहरू त फेरि त्यस्तै हो होइन। हजुरहरू सबैलाई थाहा नै होला नेपाल अहिले थुप्रो अब नेपाल त्यस्तो सुन्दर देश भए तापनि अहिले गलत बाटोमा गइरहेको छ। अहिले द्वन्द्वहरू विश्वमा यो अमेरिका कतार कतातिर अब मिसाइलहरू बमहरू धेरै नै खसालिरहेको छ। त्यसैले एमसिसी पास हुने बित्तिकै नेपालको गति पनि त्यही हो। हेर्नुहोस् है, तपाईँ हामी बाँच्न गाह्रो हुन्छ। अहिले जति पनि मिसाइलहरू खसेको ठाउँहरूमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू कति आफ्नो ज्यान जोगाउनको लागि जोखिम भएर बसिराख्नु भएको होला। अब रात पर्ने बित्तिकै अब उकालो आकाशतिर हेर्नुपर्छ बा त्यस्तो बमहरू मिसाइलहरू खसेर बा हाम्रो ज्यानै पो जाने हो कि भनेर कति नेपालीहरू कति आपतमा नसुती ड्युटी नगरी कति नेपालीहरू आपतमा परिराख्नु भएको छ है। त्यस्तो खालको नहोस् भनेर नेपालमा पनि त्यस्तो खालको नहोस् भन्नुको लागि यो चुनावमा चाहिँ भोट हाल्दाखेरि यो जुन यो 21 गतेको चुनाव छ, यो 21 गतेको चुनावमा चाहिँ एकदम मान्छे चिनेर मात्र भोट हाल्ने काम गर्नु होला है साथीहरू। नभए गलत मान्छेलाई भोट हाल्नु भयो भने नि फेरि हाम्रो पनि नतिजा पछिको त्यस्तै नै हुन्छ। त्यसैले मान्छे चिनेर भोट हाल्ने काम गर्नुहोस्। नेपाल सुन्दर हुनेछ र नेपाल अरू देशहरू जस्तो हुने छैन। फेरि एमसिसी यो अहिले जुन चाहिँ यो फेरि यो एमसिसीको पनि कुरा आएको छ। यो एमसिसी पास हुने बित्तिकै फेरि तपाईँ हाम्रो खैरात छैन। त्यसैले एमसिसी पास नहोस् भन्नुको लागि सही मान्छेलाई हामीले भोट हाल्यौँ भने त्यो व्यक्तिले अवश्य पनि नेपाललाई राम्रो बाटोमा लैजानेछ भन्ने आशा छ मेरो पनि। त्यसैले म हरेक यो नेपाली दाजुभाइ तथा दिदीबहिनी आमा बुवाहरूलाई म अनुरोध गर्न चाहन्छु सही मान्छे चिन्नुहोस्। हुन त अहिलेसम्मको अवस्थामा त्यस्तो माथिसम्म पुग्ने नेताहरू त अब सही त थिएन। कसैले अब सही पनि गर्नुभयो होला, कसैले गलत पनि गर्नुभयो होला। त्यसैले अब चाहिँ हामीले नेपाललाई सही मार्गमा देखाउने व्यक्ति चुन्ने समय आएको छ। गलत मान्छे नचुन्नु होला। पहिलेको नेताहरू पनि कति उठिरहेको छ चुनावमा। त्यसैले मान्छे चिनेर भोट हाल्नुहोस् साथीहरू। म यही अनुरोध गर्न चाहन्छु। बाहिर बसे तापनि म यो 2-4 वर्ष बसेर एक दुई वर्ष बसेर फर्किने भनेकै आफ्नै जन्मभूमि आफ्नै नेपालमा हो। त्यसैले नेपाल त्यस्तो खालको नहोस् भन्न चाहे। यति भन्दै है हजुरहरूलाई म भोट चाहिँ एकदम अहिले पनि म भन्छु, लास्टसम्म भए पनि म भन्छु साथीहरू,
भोट चाहिँ मान्छे चिनेर मात्र हाल्ने काम गर्नुहोस् है साथीहरू है। जय नेपाल।